मोहीको झोल, फर्सीको मन्टा र लोकल चामलको भात बाहेक केही चाहिन्न मलाई साथीहरू। यति स्वादिलो लाग्छ। अनि त्यही भएर चाहिँ म आफ्नै बारीमा, सानो बारी छ कि मेरो, अनि त्यही बारीमा चाहिँ मैले फटाफट मन्टा टिपेन। कस्तो लहलाउँदो भएको छ, अलिकति छोडे पनि मैले मन्टा। अनि मन्टा टिपेँ है, यस्तो मजाले टिपेँ, चाहिँ रहर लागेर टिपेको थिएँ कि पुगिहाल्छ हामीलाई भनेर। अनि यता चाहिँ मैले आज मोहीको झोल कडी के भन्नुहुन्छ हजुरहरूले त्यही बनाउँदैछु। दही लिगेँ मैले, एकदम हल्का अमिलो अमिलो दही लिगेँ है, टन्नै लिगेँ, लगभगै 400 ग्राम जति लिगेँ। त्यसपछि बेसन चाहिँ कम्पलसरी है, बेसन चाहिँ एकदम राम्रो प्योर बेसन पायो भने त चाहिँ बेस्ट हुन्छ क्या, यसलाई यति मिठो हुन्छ नि। अनि मजाले घोल्नुपर्छ, हल्दी पनि राखेर, नुन चाहिँ राख्नु हुँदैन नि फेरि सुरुमै, मजाले घोल 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 पार्नुपर्छ। म भोइस ओभर गर्दा नि मुखमा पानी आएर चाहिँ यति मनपर्छ कि, ल बुझ्नुहोस् कति मनपर्छ भन्ने कुरा। यस्तो थिक ब्याटर बन्यो। त्यसपछि मैले तोरी मेथीहरू फुराउन आँटेँ है यतातिर। मेथी कम्पलसरी हो, अझै पायो भने करी लिफ, अनि या फेरि हजुरहरूले बोके जामुनको पत्ता त्यो पनि राख्दा हुन्छ। मसँग चाहिँ आज थिएन। त्यसपछि मैले चाहिँ यति धेरै लसुन फुराएँ, यति धेरै लसुन फुराएँ। त्यसपछि प्याज अनि खुर्सानी पनि फुराएँ सँगसँगै। अनि मङ बसाउन थाल्यो, ठिक्क लाइट ब्राउन हुन थाल्यो। त्यसपछि चाहिँ मैले त्यो पानी घोलेर राखेको जुन चाहिँ हाम्रो झोल थियो, झोल भन्दा पनि दही र त्यो बेसनको लाई चाहिँ मैले झोल बनाएको थिएँ कि मिक्स गरेर। अनि फेरि एउटा एकचोटि हल्लाएर त्यसलाई सरर छोडिदिएँ। नि त कस्तो गुजु गुजु पाकिरहेको छ क्या तातिर। अनि सरर छोडिदिएँ है, टन्नै बनाउँछु कि मैले, कमसेकम एकचोटि बनाएपछि 3 चोटि खान पुगोस्, 3 छाक भनेर बनाउँछु, किनकि बुढाबुढीकै फेभरेट हो। अहिले चाहिँ पातलो देखिरहेछ है, त्यो भल्किँदै जाँदा चाहिँ थिक हुँदै जान्छ कि, बाक्लो हुँदै जान्छ। मजाले 15-20 मिनट पकाइसकेपछि मैले त्यसमा सरर नुन छोडिदिएँ है। अब यतातिर चाहिँ रेडी भयो, हल्का सेलाउन छोडिदिनु पर्छ कि यसलाई चाहिँ, एकछिन सेलाउन छोडिदियो भने चाहिँ मजाको थिकनेस आउँछ, बाक्लोपना आउँछ। यतातिर चाहिँ मैले फर्सीको मन्टा बनाउँदैछु। यही मन्टाको भिडियो मैले कतिचोटि राख्छु नि त, अनि साथीले हेरेर चाहिँ कस्तो मिठो हुँदो रहेछ केटी, तैँले पकाए जस्तो भनेर मलाई फोन गर्दै थिएँ कि। पनि हो फर्सीको मन्टाल चाहिँ लसुन माग्छ, त्यही भएर मैले व्रतको दिन खासै फर्सीको मन्टा चाहिँ खाँदिनँ है। लसुन चाहिँ कम्पलसरी हो, लसुन र सागमा यति बढी तेल चाहिँ चाहिन्छ साथीहरू, रेगुलर अरू चिजमा भन्दा है। मजाले ननस्टिकमा पकाएको, थोरै तेल लाग्दैन, धेरै देखिहाल्छ है। यस्तो यम्मी हुन्छ नि यो चाहिँ फर्सीको मन्टा, साह्रै मिठो हुन्छ। हजुरहरूले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। साह्रै मिठो हुन्छ कि, साह्रै मिठो हुन्छ है। जसले पनि हाम्रो घरको फर्सीको मन्टाको चाहिँ तारिफ गर्नुहुन्छ कि, मैले पकाएको वाला फर्सीको मन्टाको चाहिँ। अनि रातो खुर्सानी चाहिँ फुराएपछि मङ बसाउने पनि भइहाल्यो। लसुन भनेको त अब राजा नै भयो कि लसुन त। यति गर्दा गर्दै मेरो फर्सीको मन्टा चाहिँ पाकिहाल्यो है, धेरै पाक्नै पर्दैन कि, पानी सुकेपछि भयो कि फर्सीको मन्टा। अनि यो फर्सीको मन्टा र भात फर्स्ट बाइट त खानु परिहाल्यो है। यस्तो मिठो हुन्छ साथीहरू, हजुर पनि ट्राई